जतिसुकै हावा उटपट्याङ कुरा गरे पनि त्यो मान्छे दुईपल्ट त्यसो गर्दा देशभरिका सबैलाई पालो पुग्छ। नेताहरूको मनमा चाहिँ मुखमा चाहिँ मण्डेला भन्ने रह्यो, मनमा चाहिँ मुगाबे भन्ने रह्यो क्या अध्यक्षज्यू। तपाईँहरूले विद्या भण्डारीका उम्मेदवार भनेर ट्यागको लेभल लगाइदिनु हो। अब यसले के गर्ने भयो भन्दाखेरि अब विद्या भण्डारी पनि तपाईँकै भनाइअनुसार आफ्नो कार्यकर्तै हो। पत्रकारितामा रिस उठेपछि राजनीतिमा आउने उनीहरूलाई सुहाउने भाषा केपी ओलीले बोलिराख्ने भाषा मिलेन कि भन्ने भित्रैदेखि शुभकामना छ। तपाईँकै कुरा सत्य ठहरियोस्। मिलाई चाहिँ अलि बढ्ता डर भयो जस्तो, तपाईँहरू बडा निर्धक्क भयो जस्तो देखिएको क्या। तपाईँहरू निर्धक्क हुँदा हामी निर्धक्क हुनुपर्ने। फुटबल एउटा यस्तो खेल हो जहाँ एउटा टिममा 11 जना खेलाडी हुन्छन् र विभिन्न देशको बिचमा प्रतिस्पर्धा हुन्छ र अन्तिममा ब्राजिलले जित्छ भन्ने एउटा हामीले सुन्थ्यौँ कि त्यो चाहिँ फुटबल रह्यो कि। त्यस्तै यो एमालेको महाधिवेशन अब हुन्छ, केही नेताहरू भेट्छन्, मैले बोल्छु र अन्तिममा चाहिँ केपी ओलीले जित्नुहुन्छ टाइपको हुन लागेको हो एउटा मेरो। अरू बाँकी छ मेरो। यो चाहिँ किन भन्दाखेरि पहिले अनुमान गरेको कुरा तपाईँले भन्नुभयो। यो चाहिँ यो 29 गते किन डिक्लेयर गर्नु, आजै गर्नुहुन्छ भने गर्नुहोस् भनेर पनि हो। तर यसमा एउटा के छ भने नि अध्यक्षज्यू, जस्तो तपाईँले एउटा बडा राम्रो 7औं महाधिवेशन ताक हुनुपर्छ कि पार्टीमा बहुपदीय सिस्टम हुनुपर्छ, पार्टीमा एक्लो कोही नायक हुँदैन र पार्टीभित्र बहुपदीय हुँदैमा बहुकेन्द्र हुन्छ भनेर यो अहिलेका महासचिव माधव नेपालजीले लाउनु भएको आरोप गलत छ। बहुपदीयमा जानुपर्छ, त्यो नै अबको आन्तरिक लोकतन्त्र हो भनेर एउटा मजाको पढ्न लायक एउटा डकुमेन्ट निकाल्नु भएको थियो। के भन्छ त्यो अहिले गलत भयो? त्यो गलत चाहिँ भएको छैन, तर त्यसलाई अझै सान्दर्भिक बनाएर हर्क साम्पाङले भर्खर एउटा निकाल्नु भएको छ। त्यसमा चाहिँ उहाँले के भन्नुहुन्छ भने दुईपल्ट है एउटा व्यक्ति दुईपल्ट कार्यकारी उही पदमा हुनुपर्छ, तेस्रो पल्ट हुनु पर्दैन। बरु जतिसुकै हावा उटपट्याङ कुरा गरे पनि त्यो मान्छे दुईपल्ट। त्यसो गर्दा देशभरिका सबैलाई पालो पुग्छ। देशभरिको सबैलाई यस्तो छ अध्यक्षज्यू, त्यसले देशभरिको सबैलाई पालो पुग्छ कि पुग्दैन त्यो त थाहा छैन। तर पार्टीमा मान्छेको कुनै अनुहार नहेरिकन एउटा यस्तो विधि नीति र थिति बस्छ कि कसैले राम्रो गरिरहेको रहेछ दुईटा कार्यकालमा भने पनि तेस्रो कार्यकाल अथवा त्यो जुन कल्पना गरिएको ठाउँमा अर्को मान्छे आउँछ र त्यो मान्छे चाहे संरक्षक बसेर अभिभावकीय ठाउँमा बसेर त्यसले गाइड गरिदिन्छ, नीतिगत रूपमा उसको मार्गदर्शन गर्ने अख्तियारी उसको बाँकी नै हुन्छ। तर पार्टीमा निरन्तर रूपमा नयाँ मान्छे आउनलाई नयाँ एउटा यस्तो अवस्था बन्छ, त्यसले चाहिँ पार्टीलाई स्वतः एउटा गतिशील बनाइदिन्छ। पुस्तान्तरण हुन्छ, अहिले चलेको हस्तान्तरण हुन्छ, अरू नयाँ पुस्ता आउँछन्, नयाँ पुस्तामा पार्टी हरेक पार्टीप्रति आकर्षण बढ्छ भन्ने खालको एउटा यो त जताततै चलेको कुरा हो नि अध्यक्षज्यू। अब यसमा चाहिँ एउटा मैले अस्ति एउटा प्रसङ्गमा लेखेको पनि थिएँ कि यो हाम्रो धेरैजसो नेताहरूको मनमा चाहिँ मुखमा चाहिँ मण्डेला भन्ने रह्यो, मनमा चाहिँ मुगाबे भन्ने रह्यो क्या अध्यक्षज्यू। मुगाबे पनि एउटा समयका भयङ्कर क्रान्तिकारी थिए, धेरै कुरा समयमा परिवर्तन ल्याएका, त्यहाँका मान्छेले असाध्यै मन पराएका नेता थिए रोबर्ट मुगाबे। पछि मुगाबेको राजनीतिक बैठान कसरी भयो यो त मैले अब तपाईँ जस्तो एउटा जानीफोकार अध्येतालाई मैले धेरै भन्नै पर्दैन। एउटै व्यक्ति लामो समय हेरिराख्दाखेरि चाहिँ मान्छेलाई कहिलेकाहीँ भन्छ नि त्यो टेस्ट गर्ने अवसरहरू कहिलेकाहीँ नदिँदाखेरि चाहिँ त्यसले कतिको राम्रो माहौल ल्याउँछ, मेरो एउटा जिज्ञासा छ। अर्को चाहिँ अब मैले त कल्पना गरेको थिएँ यसभन्दा अगाडिको यस्तो कार्यक्रममा चाहिँ तपाईँको छेउमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो, महासचिव हुनुहुन्थ्यो, को हुनुहुन्थ्यो यहाँ होइन। आज त उहाँहरू हुनुहुन्न, उहाँहरूलाई सायद आफ्नो आफ्नो फुर्सद पनि छैन होला होइन। तर के छ भन्दाखेरि उहाँहरूमध्ये केहीलाई चाहिँ तपाईँहरूले विद्या भण्डारीका उम्मेदवार भनेर ट्यागको लेभल लगाइदिनु हो। अब यसले के गर्ने भयो भन्दाखेरि अब विद्या भण्डारी पनि तपाईँकै भनाइअनुसार आफ्नो कार्यकर्तै हो। अब आफ्नो कार्यकर्ताले खडा गरेका अर्का उम्मेदवारलाई किन यति धेरै अदराइज गर्ने अध्यक्षज्यू? ती पनि तपाईँकै मान्छे होलान् होइन। तपाईँ त सबैको अभिभावक बा भनेर भनिसकेपछि ती सबैलाई समेटेर लैजाने खालको भाषा तपाईँबाट बोलिनुपर्ने होइन। त्यसैले अलिकति यो एकल व्यक्तित्वको वर्चस्वतिर तपाईँ जो चाहिँ हिजो बहुपदीय संरचनाको वकालत गरेर आएको, पार्टीभित्र आन्तरिक लोकतन्त्रको यत्रो कुरा उठाएर आएको मान्छेले अहिले आएर किन अलिकति एकल व्यक्तित्वको वर्चस्व गर्ने खालको प्रवृत्तिलाई बढावा दिने अध्यक्षज्यू? मेरो यति नै हो। म शुभशङ्कर कणेल यसैमा मिल्ने खालको छ, त्यही भएर नदोहोऱ्याउँ भनेर। यो यहाँहरूको 6औं महाधिवेशनदेखि 11औं महाधिवेशनसम्म हेऱ्यो भने यो महाधिवेशनका बेलामा अहिले जसरी यहाँले प्रेजेन्ट गर्नुभयो, प्रतिद्वन्दी पार्टीभित्र उम्मेदवार हुन खोजेका, नयाँ केन्द्रीय सदस्य हुन खोजेका वा के हुन खोजेका यहाँकै भाषाका,
तिनीहरूलाई यहाँले जे भन्नुभयो त्यस्तै त्यस्तै भएको अत्यन्त दुखान्त इतिहास छ र संस्थापनले यति धेरै त्यो फरक मत वा अल्पमतमाथि खिचिट्युरी गर्ने कुरा चाहिँ यो कति डेमोक्रेटिक अभ्यास हो र एकपटक एकदम तपाईँहरूलाई अलि नजिकबाट चिने जस्तो पनि लागेका कारणले 8औं महाधिवेशनमा यहाँ फरक मतमा हुनुहुन्थ्यो। त्यो बेलाको संस्थापन झलनाथ खनालजीहरू हुनुहुन्थ्यो। तपाईँको अहिलेको प्रतिद्वन्दी महासचिव, तपाईँको पनि महासचिव समेत पनि अर्को हुनुहुन्थ्यो। उहाँहरूभन्दा तपाईँ नै चर्को सुनिनु भएको थियो, त्यो स्वाभाविक थियो र सामान्यतया अल्पमत वा फरक मत अलि चर्को सुनिएको सुहाउने भन्ने डेमोक्रेटिक सिस्टमहरूमा मानिन्छ र तपाईँको सिद्धान्त त अहिले त्यही संसदीय लोकतन्त्र, उदार संसदीय लोकतन्त्र नै तपाईँहरूको आधारभूत गाइडिङ प्रिन्सिपल हो। मार्क्सवाद लेनिनवाद लोकाचारले राखेको, त्यसलाई झिक्दिए पनि हुन्छ यसपटक हिम्मत गरेर, होइन? तपाईँहरूले त्यसलाई के फरक त्यसअनुसार गर्नु केही नपर्ने भएपछि। तर त्यसपछि यता आउँदा न त माधव नेपाल न अरू कसैले पनि यो अहिले यहाँले भनेको बडा राम्रो भन्नुभयो, सेल्फ रेजिलियन्समा एमाले एकदम उम्दा नै ठहरियो। तर सेल्फ क्रिटिसिजम र सेल्फ रियलाइजेसन भन्ने कुरा पनि लेनिन पढ्दाखेरि पनि, उदार लोकतन्त्रमा थम्स हब्स वा रुसो पढ्दाखेरि पनि, वा मोन्टेस्क्यू सिक्ने त होइन होला, पढ्दाखेरि पनि तपाईँहरूलाई सन्दर्भ आइराख्ने कुरा, त्यसबाट धेरै टाढा जानुभएको। अहिले पनि तपाईँले भन्दाखेरि दुईवटा काङ्ग्रेस र एमाले बाहेक बाँकी 143 मध्ये 141 का बारेमा जसरी बडा नयाँ आउनेहरूले जस्तो तपाईँले भने जस्तै पत्रकारितामा रिस उठेपछि राजनीतिमा आउने उनीहरूलाई सुहाउने भाषा, केपी ओलीले बोलिराख्ने भाषा मिलेन कि भन्ने हामी जस्ता यो बढ्ता बुझक्कड भन्ने पनि हुन्छ यहाँको भाषामा लाग्ने। र अर्को पछिल्लो समय यहाँ बढ्ता एकदम टर्रो केमा सुनिराख्नु भएको छ नि, मिडिया, सोसल मिडिया। यस्तो सोसल मिडियाबारे त हामीले जे भनेको थियौँ त्यसको सबभन्दा ठुलो मार तपाईँले नि खानुभयो, देशले खायो। हामी मेन स्ट्रिम, तथाकथित मेन स्ट्रिम मिडिया यहाँकै भाषाका, अर्को मिडियाप्रति हिजो मैले प्रतीकको पनि सुन्दै थिएँ, अलि अस्ति मसँगै पनि र अरू साथीहरूसँग पनि कुरा गर्दाखेरि बडा चिचिटाहट छ क्या मिडियाप्रति। यसरी त नेकपा एमाले वा केपी ओली को नेचर होइन कि भन्ने हामीलाई लाग्ने। र अर्को समग्रमा तपाईँले अहिले जे टिप्पणी ईश्वर पोखरेलजीहरू वा फरक मत नीतिका बारेमा जे भनिराख्नु भएको छ र समाजका बारेमा हाहु गर्ने, पानी बाँड्ने, यो सुशीला कार्की ईश्वर पोखरेल जसरी एउटै डाला हालेर जे भन्दै हुनुहुन्छ र समाज यो आखिरी यो दौडो भागो भन्दाखेरि खुसी भएका त हुने, यसो भागदिएजी गरेको केटाकेटीलाई भागदियो भने रमाइलो लाग्छ, उनीहरू खुसी हुन्छन्, हाँस्छन् भनेर भागदिएको भनेर मेरो पनि भित्रैदेखि शुभकामना छ तपाईँकै कुरा सत्य ठहरियोस्। तपाईँले भनेको, तपाईँले कल्पना गरेको मितिमा चुनाव वा सुशीला कार्कीले तोकेको मितिमा चुनाव, यो दुइटै हुँदाखेरि नि 1-1.5 वर्षको बिचमा त चुनाव त होला। त्यो चुनावमा जाँदाखेरि तपाईँकै विश्लेषण सत्य साबित होस् र म जस्ता वा प्रतीकजीहरू जस्ता असफल भएको, फेल भएको भए राम्रो हुन्छ देशलाई भन्ने म ठान्छु। तर हामीलाई चाहिँ अलि बढ्ता डर भयो जस्तो, तपाईँहरू बडा निर्धक्क भए जस्तो देखिएको क्या। तपाईँहरू निर्धक्क हुँदा हामी निर्धक्क हुनुपर्ने, तर तपाईँहरू निर्धक्क हुँदा हामी सबभन्दा के अरे तराईमा हुँदो रहेछौँ भन्ने त अस्ति 23 र 24 को आतङ्क देखिहाल्यो। त्यस कारणले तपाईँहरू ढुक्क हुँदाखेरि पनि आम मान्छे ढुक्क नभएको, क्वारेलिङ भएको वा समाजमा कोलाहल मचिरहेको यस कारणले हो। त्यस कारणले यो महाधिवेशनमा यो सेल्फ क्रिटिसिजम, सेल्फ रियलाइजेसन भन्ने कुराका बारेमा सम्झना गरे कसो होला भन्ने मेरो सुझाव छ।